हेलो गाइज नमस्कार। जापानको व्यस्त जीवनमा मेरो दिनचर्या प्राय एउटै हुन्छ र आज पनि काम घर फेरि काम त्यही दौडधुप दिनहरू बिताइरहेका हुन्छन्। कहिलेकाहीँ त समय कसरी बित्यो पनि थाहा नै हुँदैन। तर आज पनि अलिक फरक दिन भएको छ मेरो। आज चाहिँ कहाँ जाँदैछु भन्दाखेरिमा आज चाहिँ डाइरेक्टमा खिर खान जाँदैछ। विदेशमा यस्तो सानो निम्तो पनि ठुलो खुसी जस्तो लाग्छ। हामी सबै भेला भयौँ, खिर खायौँ, गफ रमाइलो भयो। विदेशमा बस्दा कहिलेकाहीँ परिवार गाउँघर आफन्त धेरै सम्झना आउँछ, तर यस्ता भेटघाट र सानो खुसीले मन हल्का बनाइदिन्छ। जहाँ भए पनि जस्तोकै अवस्थामा भए पनि जीवनलाई रमाइलो बनाउँदै अगाडि बढ्नुपर्छ गाइजहरू। त्यस्तै हो खुसी। मैले ठ्याक्क अहिले दाइको ट्याक्क रुममा गऱ्यो, ट्याक्क आइपुग्यो, जाँदैछु। त्यसपछि अब यहाँबाट टक्कभित्र छिरेर ट्याक 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 घन्टी हानेपछि ट्याक्क ढोका खोल फुस्दै घ्यावा भने यस्तो ढोका खोल्न आउँथ्यो। ट्याक्क त्यसपछि दाइले यहाँ ढोका खोल्नुहुन्छ। सिस्टम कडा छैन त जापानको। टक्क दाइ चाहिँ त्यसपछि योभन्दा घरको 5 तलामा बस्नुहुन्छ। त्यहाँबाट म यहाँबाट 5 तलामा जाँदैछु। अब त्यसपछि यहाँबाट गइसकेपछि दाइहरूको जाने बित्तिकै दाइहरूको रियाक्सनहरू के हुन्छ फेरि मेरो। रमाइलो गर्छौँ हामी जे होस्। यहाँबाट म निस्केँ लिफ्टबाट, एलिभेटरबाट। मेरो दादाजहरू यो चाहिँ दाइको घाँटी बुहाएछ त खिर बनिसकेर चाहिँ ओए खिर मिस्टर सेन्टर दादा है he is a brave man also brave लुगा लगाएर राख्ने हो तपाईँले सार्ने भनेको यो खिर लजाइहाल्छन् क्या फेरि क्यामेरा गाह्रो छ। अहिले त सुत्दा पनि घन्टी उठ्दा नि घन्टी के हो पुरा घन्टी छ र त आफ्नै ब्रान्ड घन्टी घन्टी दिनी ए बस फिनी यार। यस्तो त घरमा बुहारी हुनुपर्छ। यस्तो त यार बुहारी भएर जन्मिनु पर्छ। के गर्ने न्यानोले बिहे गर्थ्यो होला यार। बुहारी भएर जन्मिनु छोरी भएर जन्मिनु पर्थ्यो यार। काममा फेरि यो लगाएर गर्नु सजिलो हुन्छ। हेरिरहेको छु मैले, हेरिरहेको छु। सक्दैन नि फेरि। बुद्ध बिहार जस्तो आउँछ होला पस्नु भएको आज राति काम नगर क्या नगर भन्नु त कोही फेरि लजाइहाल्ने क्यामेरा देखेछ। यस्तो बनाएर खोल्नु भयो दादा यार। धन्यवाद ल दादा यार। उहाँ गरेको भिडियोहरू
देशको पनि टेन्सन छ फेरि यतातिर ल है त